कालीकोटको नरहरिनाथको वडा नम्बर 5 मा मना सार्की नाम गरेको एकजना जनप्रतिनिधिले धारा छोएको न्यूमा उनको हत्या भयो। माननीय खगेन्द्र सुनारज्यूले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर 5 मा मना सार्की नामको जनप्रतिनिधि धारा छोएको न्यूमा निजको हत्या गरिएको भन्ने सुन्न पाइयो। यथार्थ कुरा के हो भने नरहरिनाथ गाउँपालिका वडा नम्बर 5 मेरै जन्मस्थानको बस्ती हो, वडा हो। त्यहाँ सहकारी र बोगटी थरका 95% क्षेत्रीय जातिको बाहुल्य हो भने बाँकी 5% अन्य क्षेत्रीय जातिकै मानिसको बस्ती छ भने दलित जातिको शून्य छ। र उहाँले कसरी यो कुरा सदनमा ल्याउनु भयो यसप्रति मेरो घोर आपत्ति छ। साथै यो मिथ्या कुरा सदनको रेकर्डबाट हटाउन सम्माननीय सभामुखज्यू समक्ष माग गर्दछु। 2075 जेठको 19 गते कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर 9 को दलित महिला जनप्रतिनिधि मना सार्कीको हत्या भएको कुरा सत्य हो। यो वडा तलमाथि पर्न गएकोमा म क्षमा प्रार्थी छु। तर सो ठाउँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिज्यूले एकजना जनप्रतिनिधिको हत्या भएको विषयलाई हत्या नै नभएको जसरी समस्तको रेकर्डबाट हटाउन जसरी भन्नुभएको छ यसप्रति गम्भीर ध्यान आकर्षण भएको छ। हाम्रो एउटा दलित महिला वडा सदस्यको जुन ढङ्गबाट हत्या भएको छ यो कुरालाई यति सजिलै रूपमा चाहिँ लिनु हुँदैन। यो वडा तलमाथि परेकोमा क्षमा प्रार्थी छु।